ल हजुर नमस्कार। अब गर्मी चढ्दैछ, गर्मीको बेला आयो। अब तपाईहरुलाई पंखा चाहिराख्यो होला या घरमा भइरहेको पंखा बिग्रियो होला, बनाउनको लागि सोच बनाइराख्नु भयो होला। त यो पंखाको विषयमा म तपाईलाई कुरा गर्ने वाला छु। कुन पंखा बनाउने, कुन पंखा नबनाउने, कस्तो पंखा किन्ने हो, त्यसको लागि यो भिडियो। अगर पंखाको सम्बन्धी केही जान्न खोज्नु भएको छ भने यो भिडियो स्पेशल तपाईको लागि हो। अब तपाईको घरमा वाल पंखा छ, टेबल पंखा छ, सिलिङ पंखा छ हैन। अब यो पंखाहरु छ भनेपछि, स्ट्यान्ड पंखा छ भने, यो पंखाहरु छ भनेपछि कुन बनाउने कुन नबनाउने। अब जस्तो कि टेबल स्ट्यान्ड वाल पंखाको कोइल जलेछ भने तपाईले बनाउँदा हुन्छ, किनकि यसको कोइल हुँदैन, यसको पुरा ढिक्का मेसिन आउँछ किन्नको लागि। मेसिन फेरिदिनुस् 1 वर्ष ढुक्क है, जतनसँग राख्नुहुन्छ भने 2 वर्ष। तर सिलिङ पंखाको अगर कोइल जलेछ भने सिलिङ पंखामा खर्च नगर्नुस्। पहिला कुरा त हो कोइल फेरेको वारेन्टी हुँदैन। दोस्रो कुरा कि तपाईको नयाँ किन्दाखेरिको हाफ मूल्य त्यो पंखा बनाउँदामा जान्छ। तेस्रो कुरा के हुन्छ भाइ, बनाउनु भछ भने स्पिड हुँदैन, त्यो पहिलाको जस्तो स्पिड दिँदैन त्यो पंखा। त्यही भएर सिलिङ पंखा अगर तपाईको बिग्रेछ, कोइल ड्यामेज छ भने त्यसलाई कावारीलाई सिधा नबनाउनुस्। त्यसलाई वाल पंखा, स्ट्यान्ड पंखा, यिनीहरू टेबल पंखाहरू बिग्रेछ भने त्यसको मोटर आउँछ, मोटर चेन्ज गरेर बनाउँदा हुन्छ है। किनकि सबैलाई त एसी र कुलर भन्ने कुरा अब पोसिबल छैन। अब किनौँ भने नि अब त्यो अनुसार घर ठाउँ छैन। त्यही भएर तपाईले पंखा किन्न चाहनुभछ भने कपरको तारलाई किन्नु होला। कपरको तार किनेको पंखा धेरै लाङ लास्टिङ गर्छ। बजारमा सिल्भरको, एल्युमिनियमको तार पनि हुन्छ, कपरको पनि हुन्छ। अब तामाको तार त बिस्तारै बिस्तारै अब लुप्त हुँदै गयो, किनकि त्यो महँगो पर्छ। तर तपाईको मिडियम साइज भनेको कापरको तार वाला पंखा, चाहे सिलिङ होस्, चाहे टेबल होस्, या स्ट्यान्ड होस्, या वाल होस्, यो तपाईको 2 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्ष मजाले खप्छ। कापरको तार, एल्युमिनियमको तारवाला पंखा अगर तपाईले किन्नुहुन्छ भने चाँडै हिट हुन्छ र त्यसको लङ लास्टिङ हुँदैन। त्यही भएर नयाँ पंखा किन्दाखेरि कापरको तार भएको पंखा लिनुस्। पुरानो पंखा बनाउनु छ भने कोइल फेर्ने पंखा सिलिङ चाहिँ नबनाउनुस्, अरु चाहिँ बनाउँदा हुन्छ। र तपाईले एक्सचेन्ज गर्न मन लागेछ भने कुनै पनि पंखा तपाईसँग थोत्रो मोत्रो छ भने एक्सचेन्ज गर्न सक्नुहुन्छ। न्यू नमस्ते मोबाइल सर्भिस मुङलिङ 5 मा म रञ्जित श्रीवास्तव। यहाँ नारायणघाटमा एक्सचेन्ज गर्न खोज्नु भएको छ भने 12 घरमा मेरो घर छ। मलाई सम्पर्क गरेर तपाईले एक्सचेन्ज गर्न सक्नुहुन्छ। म तपाईले नारायणघाटमा पनि सर्भिस दिन्छु। तपाईको म पंखाहरु चेन्ज गर्नु छ भने पुरानो र नयाँ पंखामा सटिफटी गर्न सकिन्छ। यो सेवा म लिएर आएको छु। यो जानकारी पनि तपाईको लागि। अब पंखा बिग्रेछ भने त्यसले नफाल्नुस् हैन, मसँग कन्ट्याक्ट गर्नुस्, म एक्सचेन्ज गर्दिन्छु तपाईलाई। हस्त नमस्ते।